अहिलेको पिढीमा हामी सबैलाई नै ग्यासको बिमारले सताइरहेको छ र यहाँनिर एकजना दाजुले चाहिँ ग्यासको अथवा ग्यास बिग्रेपछि हुने अल्सरको एकदमै राम्रो दबाई सिकाउनु भएको छ। हजुरहरूले यो भिडियोलाई हेरेर सबै माझमा सेयर पनि गरिदिनुहोस् होला ताकि उहाँहरूले पनि यस्तै जडीबुटी प्रयोग गरेर आफ्नो रोगलाई निको पार्न होस्। तुवा भन्छलाई चाहिँ तुवा यसको चाहिँ कस्तो बोट हुन्छ? यसको 3वटा पत्ता हुन्छ माथि ठ्याक्कै 3टा पत्ता त्यो पिडालुको हुन्छ नि त्यस्तै पत्ता हुन्छ। यसको मुनि जमिनमा चाहिँ यस्तो जरा गानु भन्छ यस्तै लाग्ने हो। यो 2300 फिट माथि चाहिँ हुने हो। यसको खास जड चाहिँ केमा काम गर्छ? खास यसलाई चाहिँ अल्सर भएको मान्छेलाई आन्द्रामा इन्फेक्सन भएको होइन यो ग्यास्ट्रिकलाई चाहिँ असाध्यै राम्रो काम गर्छ। यसले है काटेको ठाउँमा पनि लगायो भने टाँगा लाउनु पर्दैन, सिलाइ हान्नु पर्दैन। त्यस्तो यो सुत्केरी मैदाहरू पनि खान्छ, यो राम्रो गर्छ। मुटुको बिमारले काम गर्छ। तपाईले प्रयोग गरेको मध्ये सबैभन्दा जडी चाहिँ केमा यसले भेटायो? सबैभन्दा चाहिँ यसले चाहिँ विशेष गरेर अल्सर भएको इन्फेक्सन भएको आन्द्रामा घाउ भएको त्यसलाई चाहिँ घाउहरूलाई यसले चाहिँ मेट्ने कामहरू गर्छ। सुकाउँछ, घाउलाई सुकाउँछ, घाउलाई कम गराउँछ यसले। कति कति खानु भाइ? यसको चाहिँ अलिअलि एक मकैको दाना जति चाहिँ खान पर्छ यसलाई। मकैको दाना जति हो। ए कति खेप खानु? लगभग 2 टाइम खाली पेट बिहान बेलुका चाहिँ खानुपर्छ। ल त मलाई पनि देऊ त यो ल।